चौकीले ढपक्क ढाकेर बेउली झै सिंगारिएको अग्लो पहाडको थुम्को, शिरमा आत्मशान्तिको प्रतीक मानिएको मन्दिर, यत्र तत्र सर्वत्र रङ्गी बिरङ्गी फुलै फुलको बिस्कुन। सेतो कुहिरोमा लुकामारी गर्दै थरी थरीका वनस्पति र जडीबुटीको मगमग बास्ना लिन पाइने यो हो सल्यानको कुमाक लेक। जिल्ला सदरमुकाम खलङ्गाबाट करिब 8 घण्टा पैदल हिँडेपछि यहाँ पुगिन्छ। जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलका रूपमा परिचित कुमाक जिल्लाकै दोस्रो अग्लो लेक पनि हो। सिद्ध कुमाक गाउँपालिका र कुमाक गाउँपालिकाको शिरमा अवस्थित यो लेकले हर बखत आफ्नो सुन्दरताको मायावी जादुको छडी चलाइरहे झै लाग्छ।